हेलो गाइस। जापानिजमा चाहिँ बहुत कला हो कि पुरै प्रकृतिलाई नै विनाश नहुने गरी यति व्यवस्थित प्रकारले यिनीहरूले चाहिँ विकसित गर्दो रहेछ। रुखहरू काट्दा पनि बहुत व्यवस्थित प्रकारले उनीहरू रुख काट्ने गर्दो रहेछन्। कसैलाई पनि असर नगर्ने गरी वातावरण मैत्री बनाएर विकास गर्ने भएरै होला सायद यो जापान चाहिँ एकदम देशको टप विकसित देशमा नै पर्दछ र यसको अनुभवमा अहिले म चाहिँ बसबाट भ्यू लिँदैछु। साकुरा पनि फुलिरहेछ। अहिले चाहिँ यो मौसम चाहिँ साकुरा फुल्ने मौसम रहेछ। आकाशमाथि चाहिँ यति सफा छ कि है बहुत मनमोहक के यो हामीहरू त फर्स्ट दिन भएर नै होला भन्न चाहिँ एकदम उमङ्ग जोस छ। माथि चाहिँ बादल मडारिएको छ, पानी पर्ला पर्ला जस्तो भएको छ, तर चाहिँ मौसम यति सफा छ। तर चाहिँ मौसम अनुसारको माथि फोहोर देखिए पनि तर जमिन चाहिँ यति सफा छ कि यहाँ कतै पनि फोहोर देख्न सकिँदैन। बाटोहरू उस्तै व्यवस्थित जोस् ठाउँलाई विकास कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले यहाँबाट बुझ्न सकिन्छ। सबै कुराहरूलाई फार्मिङले हेरेर लगायत अरू कुराहरू कस्तो डिजाइनिङ के कति डिजाइनिङ हेर न। अब यहाँ कस्तो दामी बनाएर चाहिँ यहाँ म तिन छक परिरहेँ कि यसमा हेर्दाखेरि चाहिँ यहाँ बाटो छ, नालीहरू छ, पानी छ, कहीँ तोरी फुलिरहेको छ, कहीँ अरू कुनै फलिरहेको छ। कस्तो व्यवस्थित बाटोहरूलाई है। त्यसै चाहिँ जापान भनिएको भन्ने कुरा चाहिँ किन जापान भन्छ मान्छेले भनेको चाहिँ होइन। जे होस् एकदम खुसी लागिरहेछ। जो इमान्दार छ, जो असल छ, उसले चाहिँ आफ्नो नियममा बस्न चाहन्छ, उसको लागि सायद यो देश चाहिँ उपयुक्त हुन सक्छ। बाई बाई, फेरि भेटौँला अर्को भिडियोमा। आरिगातो गोजाइमासु। के छु कति कुदासाई ल ख्याल राख्नुहोस्।